मान्य सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएको रहेछ, त्यसको निम्ति समय दिन हजुरले अनुरोध गर्न चाहन्छु। कि साँच्चै नै नेपालले भारतको भूमि अतिक्रमण गरेकै हो त? अनि नेपालको हरेक घरधुरीले इन्डक्सन चुलो चलायो भने नेपालका हरेक ट्रान्सफर्मरहरू पड्किन्छ, लाइनहरू धान्नै सक्दैन। हिजो सांसदको रोस्टरमा बसेर प्रधानमन्त्री बालेन्द्र शाहले दिएका यी अभिव्यक्तिहरूले गर्दा देशमा ठुलै राजनीतिक तरङ्ग ल्याएको छ। आखिर यसको वास्तविकता के हो त? आजको भिडियोमा यो विषयमा बुझ्ने प्रयास गरौँ। संसदमा सांसदहरूले सोधेका प्रश्नहरू र प्रधानमन्त्रीले दिएको उत्तरहरूको बारेमा कुरा गरौँ है त। हालै नेपाल सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 को बजेटमा 50 युनिट भन्दा बढी खपत गर्ने ग्राहकले 5% भ्याट सहित चाहिँ किन तिर्नुपर्ने भनेर सोधिएको प्रश्नमा बालेन्द्र शाहले क्षमता बढाउन पैसा चाहिएको भएर 5% भ्याट लगाइएको हो, अहिले नै सबैले इन्डक्सन चुलो चलायो भने ट्रान्सफर्मरहरू पड्किन्छ भन्नु। त्यस्तै भारतले अतिक्रमण गरेको लिपुलेख लिम्पियाधुराको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले भारतले मात्र नभई नेपालले पनि मिचेको र विज्ञ नापिटोलीहरू राखेर टेबल टक गर्नुपर्ने बताउनु। अनि अति कम विकसित देशको सूचीमा नै रहनको लागि 2 वर्ष समय अवधि थप्नको लागि पठाउनु भयो भनेर सोधिएको प्रश्नमा उहाँले व्यापारिक कर छुट गुम्ने भएकाले स्तर उन्नतिका लागि 2 वर्षको समय अवधि थपेका हुँ, चीनले पनि लामो समयसम्म यही व्यापारिक रणनीति बनाएको थियो भनेर भन्नुभयो। सहकारी ठगी र बचतकर्ताहरूको बचत फिर्ता गर्ने विषयमा सोधिएको प्रश्नमा सरकारले बनाएको कोषमा सहकारी ठगहरूकै सम्पत्ति बेचेर वा उनीहरूबाटै पैसा उठाएर सहकारी पीडितहरूलाई दिन लागेको हो, यो कुनै सरकारको खाताबाट या कुनै जनताको कर उठेको पैसाबाट दिन लागेको होइन भन्नुभयो। त्यस्तै 23 र 24 को जेन्जी आन्दोलनको विषयमा छानबिन गर्नको लागि बनेको गौरी आयोग नेतृत्वको आयोगको प्रतिवेदन र मानव अधिकार आयोगले निकालेको प्रतिवेदनको विषयमा प्रश्न गर्दा बालेन्द्र शाहले यी प्रतिवेदन र यस्तै प्रतिवेदनहरू आज मात्र होइन, वर्षौंदेखि आएका प्रतिवेदनहरू सरकारमा आएका छन् तर ती कार्यान्वयन भएका छैनन्, सरकारले विस्तृत रूपमा अध्ययन गरेर कार्यान्वयन गर्छ भन्नुभयो। र त्यस्तै देशको धेरै किसानहरूको समस्या रहेको बाँदरको समस्याको विषयमा प्रश्न गर्दा प्रधानमन्त्रीले त्यसको विषयमा समिति गठन भइसकेको छ र त्यो समितिले जेको आधारमा र जसरी काम गर्न भन्छ त्यो अनुसार सरकारले काम गर्नेछ, त्यसको लागि थोरै समय लाग्ने बताउनु भयो। त्यस्तै सुकुम्बासी पीडितहरूको विषयमा उठाइएको प्रश्नमा प्रधानमन्त्रीले 35 वर्षदेखि नगरेको काम 35 दिनमै नसकिने र यसको लागि थोरै समय लाग्ने र सरकारले गृह कार्य गरिरहेको बताउनु। अब यो विषयमा मेरो धारणा चाहिँ के छ भने नेपालले भारतीय भूमि मिचियो भन्नु कूटनीतिक रूपमा अपरिपक्व शब्द चयन हो। त्यस्तै विद्युत प्राधिकरणको क्षमता 14,000 MVA भन्दा माथि नागिसकेको अवस्थामा ट्रान्सफर्मर पड्किन्छ भन्दै यसको स्तर उन्नतिको लागि 5% कर थपेको भन्ने कुरा चाहिँ प्राविधिक रूपमा गलत छ। तर आफ्नो देशको निर्यातलाई जोगाउन LDC ग्रेजुएसनलाई 2 वर्ष सार्नु, विगत 35-40 वर्षदेखि कुनै पनि सरकारहरूले गर्न नसकेको सुकुम्बासी व्यवस्थापनको काम सुरु गर्नु र व्यवस्थापन सुरु गर्नु, देशमा विभिन्न कालखण्डमा वर्षौंदेखि सरकारले प्राप्त गर्दै आएका ती प्रतिवेदनहरूलाई अध्ययन गरेर कार्यान्वयनमा ल्याउँछौ भन्नु, किसानहरूको बाली जोगाउनलाई बाँदर आतंकलाई निर्मूल पार्नको लागि समिति बनाएर काम सुरु गर्नु र सहकारी ठगकै सम्पत्तिबाट पीडितहरूलाई पैसा बाँड्ने आन्तरिक योजना बनाउनु भने व्यावहारिक र सही देखिन्छन्। समग्रमा कूटनीतिक र प्राविधिक भाषामा केही काँचो सुनिए पनि देशको अर्थतन्त्र जोगाउने रणनीतिक योजना र सिधै गम्भीर प्रश्नहरूको सामना गर्ने उनको आँट सकारात्मक देखिन्छ। तपाईलाई चाहिँ के लाग्छ? आफ्नो विचारहरू कमेन्ट बक्समा राख्न नभुल्नु होला। धन्यवाद।